अझ हिजो कुलो फुटेकोलाई यहाँ सबैजना मिलेर मर्मत गर्दै यो बाँध मर्मत गर्दै सबै स्थानीय मिलेर यो बाँध मर्मत गर्दै हामी स्थानीयहरू सबै बोरा हालेर बाँध बाँध्दैछौँ है। आज अस्ति बाढीले उठाएको बाँध आज सबै गाउँलेहरू मिलेर बाँध बाँध्ने कार्यक्रम भइरहेछ। आजको अवस्था यस्तो छ है। ल ल ल मैले बरु ल्याएको दिइसकेँ। ल काम कस्तो भइरहेको त काम कस्तो भइरहेको त? हजुर हजुर ल ल हस् त यस्तो छ स्थिति पुरै। अस्तिको भिडियोमा देखिसक्नु थियो। सबैजनाले सहयोग गरेर अब पाइप लोड गर्ने काम गरिरहेको छ है गाइजहरू। हेर्नुहोस् अहिलेलाई पुग्यो कता होइन त्यहीँ मात्रै राख्ने अरू ठाउँमा नराख्ने। उचालेपछि आफै तल जान्छ होला। फेरि अर्को आवाज यहाँ चुडिन लाग्यो के हो यो? काम गरेको नभएर डोजरले हेम पाइप उचाल्ने काम भयो है गाइस।
कट्छ बर्बाद हुन्छ फेरि खस्यो नि त त्यहाँ खाल्टोमा जाला फेरि त्यहाँ लएर गुल्टाउने तिमी फेरि तल जाने उताबाट घुमाएर तलै गएर काम गर्ने हो कि यति नगरे बजेट आउन त नि बजेट आउनु परेन भिडियो नगरेर देखाए त यस्तो काम गरियो भनेर बजेट ल्याउनु पर्न अब जाँदैन अरे के
यही उठाउने हाल्ने त्यही उठाउने हाल्ने गर्नु लाग्यो अब बोरा पनि हाल्दै हुन्छ क्या जेसीबीले पुरै पुर्दै उता बढी उता धेरै पनि उता बढी पुरेको छ ल पछाडि पछाडि आउने ताली यसरी काम हुँदै है